बल्छीमा परिसक्यो सेकेन्ड माछा डिगहरूले आज कमाल गरिरहेछ यार सबभन्दा नु फिसरम्यानले पनि एउटा माछा मारेछ आज यार यो त रेकर्डै भयो यार आयो झिकन झिक बिस्तारै धेरै दुध माछा चाहिँ कति रहेछ त टन्नै रहेछ त माछा 1 केजी भन्दा बेसी छ छैन। हेलो गुड मर्निङ आज चाहिँ शनिबारको दिन अहिले चाहिँ टाइम समय भयो ठ्याक्कै 12 बज्न लाग्यो अनि आज चाहिँ कता जानु होला त म आज चाहिँ हाम्रो यो रुबी भ्यालीको आँखु खोलामा चाहिँ माछा मार्नको लागि जान थाल्यो अरू साथीहरू बिहानै गइसक्नु भयो म चाहिँ अहिले काम भएर चाहिँ बिहान निस्किन पाएन अब चाहिँ साथीले माछा मारिसक्नु भयो होला तल म चाहिँ भर्खर निस्किन्ला आधी घन्टा जतिमा म ठक्कै तल खोला पुगिहाल्छु त्यस पछाडि माछा मारेको त म देखाइहाल्छु नि त्यस पछाडि ल अहिले चाहिँ म चाहिँ भर्खर खोलामा पुगे यता पानी परेर चाहिँ बेजोक भएको छ के यस्तो गुफामा बसिरहेको छु साथीहरू चाहिँ माछा मार्दै हुन्छ उता हेरौँ अब एउटा माछा चाहिँ परेको अब एकछिनमा पोलेर खान पर्ला बाँकी चाहिँ आज टाइम अझै बाँकी चाहिँ हामीसँग 6 घन्टा जति बेलुका 7 बजीतिर फर्किने त्यही भएर चाहिँ अब माछा मर्छ भन्ने आश छ हेरौँ अब यस्तो जङ्गलको तल यता हाम्रो खोला छ ऊ हाम्रो भाइ एकदम नम्बर 1 फिसरम्यान ल हान है भाइ एउटा मार ल भाइले जाल हानिसक्यो माछा आउँछ कि आउँदैन अब हेरौँ यता चाहिँ हाम्रो आगो जल्न लागिसक्यो चिसो छ केटाले आगो जलाएर तल गयो म चाहिँ आगो तापिरहेको छु अब निप्छ कि जल्छ यार आगो नि यस्तो छ पानी पऱ्यो भिजा दाउराहरू सबै हेरौँ धामी सरले 5 वटा माछा मारिसक्नु भयो हेरौँ अब कति मार्नुहुन्छ त्यो 2 जना चाहिँ कामै नलाग्ने टोली माछा साछा मार्नु छैन यत्तिकै बसिया केटाहरू हाम्रो तल भाइले चाहिँ टन्न मारिसक्यो जाल हानेर अब माछा चाहिँ त्यस्तै हो माछा चाहिँ तल आएको छैन दिल्लीसँग आयो भने चाहिँ कहिले माछा नपर्दो रहेछ बेकारमा उयो मात्रै अस्ति अनि अब एक दिन एउटा नि मरेन आज हेरौँ त्यसले मार्छु भनेर आत्तिराखेको छ कति मार्दो रहेछ हेरौँ अब म चाहिँ अब खोलामा टक्क लाएर अब एकछिन नुहाउनु पर्यो पानी चाहिँ अति नै चिसो छ अति नै सिधै गणेश हिमालबाट आउने पानी हो यो चाहिँ एकदमै चिसो भन्दा पनि अब यो खुट्टा राखेको आम्बो चिसो ओहो दिउँसो यहाँ जुका लाग्ने ठाउँ हेर्नु त यो जुका आइज बाबु आइज यसलाई त हाम्रो डिगले कहिले माछा मर्दैन उसँग आयो भने चाहिँ आज चाहिँ हेरौँ अब के हुँदो रहेछ मान्छेहरू चाहिँ माछाको चारो खोज्दै हुनुहुन्छ बल्छीमा किराहरू राख्यो भने चाहिँ माछाले खाना आउँदो रहेछ अनि पड्दो रहेछ किरा खोज्न नि हम्मे छ यता हाम्रो चाहिँ अहिलेसम्म माछाको उपलब्धि शून्य छ शून्य एउटा माछा नि मर्या छैन पानी पर्न सुरु भइसक्यो केटाहरू मेहनत जारी छ केटाहरूको केटाहरू माथि छ माथि म चाहिँ तलाएर बसिरहेको छु केटाहरू चाहिँ हेरौँ अब कतिवटा माछा लिएर आउँछ अहिले चाहिँ बाहिर चाहिँ पानी पर्दैछ टक्क म चाहिँ रेडबुल हान्दैछु अहिले माछा त खै भन्ने सम्झिने माछा त छ र हामीले मार्न नजाने हो हाम्रो डिगले रेकर्ड राख्छ क्या हो माछा पर्यो भने कुद्दै गएको तल के छ त उसकोमा हेरौँ एकचोटि के का पर्नु हावा त्यसै कुदेर गयो यार हामी चाहिँ अहिले माछाको लागि बल्छीमा हान्ने माछाको खानेकुरा खोज्दैछौँ ढुङ्गामा
सरहरू चाहिँ मजाले खोलिराख्नु होला नलला ढिलो भयो नलला यो चाहिँ भिडियो भने मसाले खान्छ यो चाहिँ सबैलाई मोजामा राख्ने आयु यस्तो रमाइलो छ यहाँ माछा चाहिँ मर्दैन दुःख मात्रै हाम्रो ठीक हो जे माछा एक्सपोर्ट मात्रै नामको मात्रै माछा एक्सपोर्ट एक माछा मार्दैन त्यसले कहाँ भेट तीन घन्टा भइसक्यो अझै एउटा माछा नि मरेको छैन यो डिगहरूले त कामै छैन यसको यहाँ हामीले बल्छी थापिराखेको छ माछा एउटा नि मरेको छैन सूर्य भाइको मेहनत जारी छ तर एउटा माछा चाहिँ एउटा नि मार्दैन फेरि गाह्रो छ एउटा माछा ल्याएँ मैले त फर्स्ट रेडी विवेक भाइ चाहिँ खोलामा पौडी खेल्दैछ यहाँ पौडी एक्सपर्ट हो डेन्जर हान्छ फेरि उल्टी हान्ने तयारीमा छ कमान कत्रा 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 बबाल आमा स्विमर हो क्या स्विमर गहिरो रहेछ अघि मैले मारेको माछा चाहिँ यही हो बिचरो यहाँ सुतिराखेको छ यसलाई अब पानीमा हाल्नु पर्यो अयो ल अहिलेसम्म एउटा मात्रै माछा मरेको यो टोलीहरू यहाँ लागिरहेको छ आफ्नो आफ्नो काममा एउटा मारेको छैन अहिलेसम्म यत्तिकै छोरो मासु हाम्रो सेकेन्ड माछा फेरि बल्छीमा परिसक्यो सेकेन्ड माछा डिगहरूले आज कमाल गरिरहेछ यार जिग न जिग त अम्मो आजको दोस्रो माछा हाम्रो फुत्किँदै होइन
आज हाम्रो दोस्रो माछा परिसक्यो यता टक्कला आज बेलुकाको चाहिँ तरकारी होला जस्तो छ। यी दुईजना नुबहरू चाहिँ माछा नमार्ने माथि छ, एकवटा मारे छैन माथि दुईजनाले। यहाँ डिगलले एउटा अर्को मारिसक्यो फेरि। ल खेल्ने यहाँ ल। यता चाहिँ हाम्रो माछा पाक्ने क्रममा छ। सानो माछा एउटा, यसलाई चाहिँ पोलेर खाने। र ठुलो माछा चाहिँ यहाँ अघि मारेको बिचरा यहाँ बसिरहेको छ, प्योर असला माछा। यताको माछा चाहिँ लाएर पोलिँदैछ यता। सबभन्दा नु फिसरम्यानले पनि एउटा माछा मारेछ आज यार। यो त रेकर्डै भयो यार। आयो झिकन झिक। अहिले चाहिँ हाम्रो माछा चाहिँ 2टा भइसकेको छ। यिनीहरू नमारी लग्ने सेर्तुङ चाहिँ मऱ्यो भने मिठो हुँदैन। बाँच है भाइ बाँच। एउटा माछा के मारेको धामी सर यार है, पुरा एटिट्युड नै छुट्टै छ फेरि। मात्र 2टा माछा, माछै मर्दैन। के भयो के भयो। एउटा सूर्य भाइले मार्यो, एउटा अघि मैले मारेको, एउटा दिल्ली भाइले। अब धामी सर त कामै छैन, यत्तिकै ल्या फोकडमा भाग खोज्नलाई मात्रै। माछा मार्दैन, त्यस्तै छ। हानिरहेको फेरि मेहनत जारी छ गाई जोत्नु। मेहनत त आज दिनभरि मेहनत जारी छ। माछा एउटा नि माछा भने यति मात्रै 2टा छ यहाँ, त्यति नै हो। यता माछा मार्ने कार्यक्रम अझै हाम्रो जारी छ। माछा एक्सपोर्ट एक त हान्यो उसले। के भेट्यो? सर्प होइन होला। एउटा सानो माछा मारेको सूर्य भाइले। यहाँ पुरै खोलाकै माछा सकिया जस्तो बस्नु आउँछ अहिले चाहिँ। काम छ यहाँ। माछा नमार्ने मान्छे भाग मात्रै खोज्ने, माछा नमार्ने मान्छे भनेको हाम्रो धामी सर मात्रै हो। बसिरहेको छ है भित्र। दाइ चाहिँ उताबाट माछा लिएर आउँदै माछा मिठै पार्नु भएको माछा लिएर आउँदै हुनुहुन्छ। बिस्तारै धेरै जोसमा नआउनु, बिस्तारै आउनु। माछा टन्नै लिएर आउनु भएको छ। टिप्लिनु होला फेरि बिस्तारै। यहाँ खोला त बवाल भयो फेरि। आमा यस्तो वेभ छ नि यहाँनिर, डेन्जरस। ल माछा चाहिँ कति रहेछ त? टन्नै रहेछ त माछा। 1 केजी भन्दा बेसी छ। छैन भन्थ्यो त। माछा चाहिँ ठुल्ठुलो। आमा ठुलो परेछ त्यहाँ। के छ त नि तपाईँले माछा लिएर आउनु? यत्रो माछा तिमीले एउटा मार्छ यार, मैले यत्रो मार्दैछु। सब मारेर ल्यायो है? कति समयमा मारे? कति समयमा मारे? यो त मैले 10 मिनटमा भन्नु। उसलाई के भन्नुभयो त? बाँकी पैसाको भोलि ल्याइदियो भन्नुभयो? भने त्यसलाई। आमा ठुलो छ यार। पैसा ल्याउनु कहाँ गयो?